म त्यो सन्दीप न्युपानेले नआएको लागि चाहिँ के भन्छु भने पाकिस्तानी एम्बेसी कि नेपालबाट हट्नु पर्यो कि हट्नै पर्यो कि न्याय दिनु पर्यो। एउटा आतंककारीको कुनै धर्म कुनै जात हुँदैन। हेर्नुहोस्, यो कुरा पनि हामीहरूले बुझ्नुपर्छ। उहाँहरूले यो कुरा जिम्मेवारी लिनुपर्छ। उहाँको परिवारलाई पाउने जुन सुविधा छ, म एउटा मृतक परिवारलाई त्यो पाकिस्तान सरकारले चाहिँ सुविधा दिनु सक्नुपर्छ। हेर्नुहोस्, नत्र चाहिँ नि हिन्दूवादीहरू भोलि पाकिस्तान एम्बेसीमा छिर्नको लागि 2 दिन पनि कुर्न चाहिँ एउटा बाध्यता चाहिँ नहोस् उनीहरूको लागि। हेर्नुहोस्, 2-4 दिनमा उनीहरू त्यो घरमा पुगेर भोलि गएर अमेरिकन एम्बेसी लगायत यिनीहरूमा गएर नेपाली जनता पुग्यो भने के गर्ने? म नेपाल सरकारलाई अर्को कुरा के म भन्न चाहन्छु भने हेर्नुहोस्, मान्छेलाई एउटा चाहिँ जातीय द्वन्द्वतिर चाहिँ लिएर जानलाई जुन नेपाल सरकारले कोसिस गरिरहेको छ, यो कुरामा स्टप हुनुपर्छ। हेर्नुहोस्, यो जातीय द्वन्द्व गरिरहेको हेर्नुहोस्, अहिले यो कुराको कुनै पनि अर्थ चाहिँ नेपाल सरकारले यो भूमिकामा लिएर छैन। यो जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने छ। हेर्नुहोस्, तर नेपाल सरकार यो जिम्मेवारीबाट पछाडि हटिरहेको अवस्था छ। म तपाईहरूलाई यो मिडियाकर्मी साथीहरूलाई म के भन्छु भने हेर्नुहोस्, तपाईहरूले यो सकारात्मक चाहिँ एउटा सन्देश बनाएर चाहिँ नेपाल सरकारको चाहिँ कानमा पुर्याइदिनुहोस्। उहाँहरूले चाहिँ अहिले सोसियल मिडियामा चाहिँ उहाँहरूको फलोअप कति छ, उहाँहरूको लाइक कति आछ भनेर मात्रै हेर्नेमा उहाँहरू व्यस्त हुनुहुन्छ। हेर्नुहोस्, कहिले राजावादीको जुलुसलाई चाहिँ उहाँहरूको जुलुस भनेर चाहिँ परबाट चाहिँ फोटो खिचेर चाहिँ हाल्ने काम गर्ने, कुनै ठाउँमा चाहिँ राजावादी हिन्दूवादीहरूलाई चाहिँ जुन ठाउँमा चाहिँ प्रतिवेदन लगाएको ठाउँहरूमा कार्यक्रम पनि गर्न नदिने, किनभने हिन्दुत्वलाई सिद्धाउनको लागि यिनीहरूले गरेको एउटा षड्यन्त्र। हेर्नुहोस्, यिनीहरूको लागि भ्रमण्डप पनि सहज हुन्छ, हाम्रो लागि एउटा रिङ रोडको कुनामा चाहिँ राख्दा हुन्छ। हेर्नुहोस्, त्यही पनि कौसीमा चाहिँ स्नाइपरदेखि लिएर एउटा टियर ग्यासको बन्दुकहरू बोकेर बसिरहेको हुन्छ। हेर्नुहोस्, जुन अस्ति 15 गतेको जुन आन्दोलन थियो, त्यो आन्दोलन पनि यही थियो। हेर्नुहोस्, त्यो आन्दोलनको कारणै के थियो भने यो देश चाहिँ हिन्दू राष्ट्र हुनुपर्छ, राज संस्था हुनुपर्छ भन्नेको आन्दोलनलाई बिथेर हेर्नुहोस्, यिनीहरूले बिथलेर एउटा नेपाली जनतालाई आजको दिनमा कति राजावादी साथीहरूलाई अहिले पनि मुद्दा चलाइरहेको अवस्था छ। हेर्नुहोस्, भोलिको दिन त्यो अवस्था चाहिँ अब नेपाल सरकारले त्यो जुलुस चाहिँ फेरि पाकिस्तान एम्बेसीमा नपुगोस्। म त यही तपाईँहरूलाई चाहिँ म एउटा चाहिँ सहयोग एउटा चाहिँ सल्लाह दिन चाहन्छु। हेर्नुहोस्, म नेपाल सरकारलाई के भन्न चाहन्छु भने यो धर्ममाथि खेल्ने कोसिस चाहिँ नगर्नुहोस्। म त यो धर्म चाहिँ अहिले जस्तो तरिकाले देखिरहनु भएको छ, आज जति माहौल देखिरहनु भएको छ, यो केही पनि होइन। म त बारम्बार यो कुरा भनिरहेको छु। हेर्नुहोस्, र त नेपाली जनता जुन चाहिँ 82% हेर्नुहोस् हिन्दू एउटा राज्यलाई चाहिँ हिन्दू राज्य हुनुपर्छ भनेर हिन्दूको चाहिँ अपिल गरेर हिँडिरहेको छ, त्यो नेपाली जनता यो पाकिस्तानी एम्बेसी जाने बाध्य नबनाउनुहोस्। धन्यवाद।